दुध दिएर पनि गइसक्यो। अब यो दुध थाप्ने पनि अन्तिम दिन आउँदैछ। अब जस्ट फ्यु डेज लेफ्ट गाइज। पहिलो माया नभए मेरो अन्तिम इमा दुध के भयो बिसन्चो भइरहेको छ क्या ए अँ बेलुका के खायो इस्कुस दाल कस्तो इस्कुसले त नदुख्नु पर्ने हो र फल्नु थालेछ यो आरुले पनि है कमिलो लागेर सबै झर्दैछ बढ्नु पाउँदैन असारमा पाक्थ्यो नेपालीको तपाईँलाई क्यालेन्डर डल्लै आउँछ है नेपालीमा त ए मङ्सिर पुस भनेको मङ्सिर पुस माघ फागुन चैत वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर त्यति त हो है 12 महिना यो चाहिँ कहिले फल्छ यो त हिजो अस्ति फलेको नि अनि अब कहिले फल्छ अब यो असारमा त पाकिहाल्छ नि असारमा है भोटको गणना पनि सुरु हुन थाल्यो कसले चाहिँ जित्ने रहेछ कसको पावरमा आउने रहेछ खाजा खाँदै वेदर चाहिँ यस्तो भइरहेछ र आज ए अच्छे से हाथ धोयो नहीं तो रैबिश होएगा मालूम है ना ताड़ाताड़ी करून गाड़ी आसे गुड मर्निङ गाइज वेलकम टु माई न्यू भ्लग र होमस्टेको तिम्रो रुमहरू कस्तो कस्तो छ देखाउन तिम्रो भिडियोजमा भनेर मेरो साथीहरू कतिपय साथीहरूले भनेको थियो र सो लेट मी सो यु मेरो रुम्सहरू कति 4टा रुम छ यहाँनिर चाहिँ मेरो आमा र आङी हुनुहुन्छ दे आर द वान हु इज रनिङ दिस गार्डन होमस्टे उहाँहरूले चलाइरहनु भएछ गार्डन होमस्टेको 2जना पिलरहरू अन्त यो चाहिँ एउटा हो एउटा रुम यो डबल बेडरुम हो यो एउटा यो चाहिँ भ्यू रुम हो अन्त अहिले घरि मेरोमा यति हो 4टा रुम चाहिँ छ हो यहाँ चाहिँ बाहिर हो बाल्कनी यहाँनिर बस्ने गेस्टहरू बसेर चिल गर्ने तपाईँहरूले देखिरहेको हो मेरो भिडियोमा यो नजाराहरू र त्यही हो सानोबटे 4टा रुम यहाँ चाहिँ एकदम दामी छ लुगा धुने जग्गा चाहिँ हेर्नुहोस् न ढुङ्गा मजाले मिलेको छ सजिलो तपाईँहरू पनि आउनुहोस् है भन्नु न हामी चाहिँ यहीँ धुन्छ लुगा मजाको छ नि त यहाँनिर खुल्ला बन्चरोको हालत चाहिँ यस्तो छ बन्चरो चाहिँ यहाँ उदाउनुपर्छ यहाँ छ उदाउने जग्गा चाहिँ ल गणेश काका पनि जान्छु भन्दै थियो बेलुका ल अहिले आउँछु बेलुका त जाँदिनँ म राति हुन्छ त्यो ल
राखिदिएको हुन्छ मासु र तपतपे गन्ती हुन्छ नि राखिदिएको हुन्छ है म चाहिँ अब बिहामा जाँदैछु अहिले ओइ बिहामा गएको ए आपा गयो एकछिन गइकन ल ल अब त्यही हो अब गाउँ घरमा हामी सधैँभरि हुँदैन होइन अन्त भएको बेलामा चाहिँ यसरी अब बिहा बटुलमा अब जानै पर्यो घरमा र यहाँनिर चाहिँ अलिकति पब्लिक टोइलेटहरू भएकोले गर्दाखेरि चाहिँ यो रङ्गली बजार आइपुग्नुभन्दा अलिकति अगाडि चाहिँ अलिकति फोहोर छ नराम्रो स्मेल फ्याँक्छ कि र यसलाई पनि यो जग्गाको जिम्मेवार व्यक्तित्वले प्लान गरेर यसलाई कस्तो पाराले हुन्छ अनि त्यो एरियालाई पनि अर्गनाइज गरिदियो भने चाहिँ धेरै राम्रो हुने थियो बिहा चाहिँ यहाँ रहेछ मजाको रहेछ जग्गा ठिकै छ ट्याब्लो आएको ठिकै हुनुहुन्छ हुन्छ हुन्छ पलाउ रहेछ भैँसीको मासु हो यो चाहिँ माछा भयो यो मन्चुरियन यो चाउरा यो सेलरोट यहाँनिर गरेको छ यहाँ चाहिँ भैँसीको मासु चाहिँ दामी रहेछ है हुनु चाहिँ तामाङको शुभबिम्ब हो यहाँनिर कल्चरले गर्दामा पुरै भैँसीको मासु चल्छ अनि है यहाँ हेर्दा हुन्छ भयो हजुर आयो त अन्त जिम्बा हेलो साथीहरू म चाहिँ बिहामा पुगेर पनि आएँ लामो बसिरहनु मन पर्दैन म चाहिँ बिहातिर कि गयो सरहरूले खायो हो अन्त खाना खायो अन्त बस मेरो उठाएन त फोन ए ए भइगयो त म त जाँदा उहाँ दिनेश साथीको ठिक्कै बिहामै गएको रहेछ हो त्यहाँबाट म रासिङ गयो आउँदाखेरि फेरि अदिप दाले साथी आनी आइरहेको रहेछ मन्जर नानी है ल के खानु भयो मैले पनि भैँसी खाएँ दामी थियो है भैँसी हो पहिला सबै अलिअलि हाल्यो हो अब यहाँ चाहिँ काँक्राको बोट काँक्रा रोपेको छ आमाले हेरौँ अब यो अर्को छुट्टीमा आउँदाखेरि चाहिँ कत्रो हुँदो रहेछ अस्तिको पालि त पुरा खलेको थियो यो काँक्राले अब यो पालि चाहिँ कति टाइम लाग्दो रहेछ फल्ने हेर्नुपर्छ यो पालि चाहिँ अब बिजेपीले जितेको रहेछ कङ्ग्रेचुलेसन टु द विनर्स होइन फर्स्ट 1 नम्बर पर्मानेन्ट पोलिटिकल सल्युसन भन्नुभएको छ गोर्खाको आइडेन्टिटी युवाहरूलाई इम्प्रुभमेन्ट त्योहरू सबैभन्दा पनि इम्पोर्टेन्ट चाहिँ मेन चाहिँ अब पर्मानेन्ट पोलिटिकल सल्युसन भनिन्छ यो पर उहिले त यस्तो गऱ्यो होइन यति बनायो होइन यति नै रोप्दा पनि भयो यति रोपिस हुन्छ नि जान्छ यसो गऱ्यो होइन यसरी खपाइहालिदिनु त्यतिकै यत्तिकै यसो गर्दा पनि भयो यस्तो त बनाएर यसरी क्या मैले त यसरी रोपेको यस्तो त उयसमा लु फाइनली बुद्ध जयन्तीले गर्दा हामी अलिक बिजी भएको थियो हो आज बुद्ध जयन्ती सकेर फेरि अब चाहिँ फाइनली दुबो लाउनु स्टार्ट गरेको यहाँ हाम्रो एक्सपर्ट आगो पनि आएको छ यहाँ अब यो पालि चाहिँ सारी राख्ने हेरौँ अर्को पालि आउँदा कतिको चाहिँ हुँदो रहेछ
यतिमै है र यस्तै भ्लग्सहरू ल्याएर तपाईँहरूको समक्ष म फेरि पनि आउने छु है I will see you in the next one. Until then, goodbye, take care and be safe.